सम्पूर्ण दर्शक महानुभावहरूलाई नमस्कार। म पण्डप खत्री भलिबल खेलाडी। यति बेला हामी खानागाउँकेन ओदावरामा छौँ। ओदावराको अरिना स्पोर्ट्स सिटी स्पोर्ट्स हलबाट चाहिँ हामी अहिले भिडियो गराइरहेका छौँ। यही मे 7 तारिकका दिन हुन गइरहेको 11औं सिल्भर रनिङ कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, जसमा आयोजना गर्दै हुनुहुन्छ गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले। प्रतियोगितामा सहभागी गलकोट स्पोर्ट्स क्लब टोकियोद्वारा आयोजित खेलमा हिरो स्पोर्ट्स क्लब जापान अभ्यास म्याच देख्न सक्छौँ हामी। गलकोटका चर्चित भलिबल खेलाडी अशोक सुनार, मेन सुनार अनि हाम्रो सुनिल कार्की ह्यान्डसम भाइ हुनुहुन्छ। उहाँ चाहिँ एकदमै त्यस्तै मिलन छेत्री कता गयो भाइ, एकदम तयारी भइरहेको छ है। र चाहिँ अभ्यासमा सुरु हुँदैछ। सङ्ख्या पुगेन हजुर, सङ्ख्या पुगेन। यो छुट्टै भिडियो हो, त्यस्तो स्पाइकको होइन। मेरो खुट्टामा हान्ला नि यार, यस्तो डुँडो मान्छेलाई खुट्टा हान्यो भने गाह्रो हुन्छ। म चाहिँ रेस्टमा छु है। मिस गर्नेछु गलकोट स्पोर्ट्स क्लबद्वारा आयोजित 11औं सिल्भर रनिङ कप। बेन्चमै बसेर भए पनि सम्पूर्ण खेलाडी साथीहरूलाई चाहिँ जितको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो व्यक्तिगत तर्फबाट अनुशासनपूर्वक खेल प्रदर्शन गर्नुहोला र आफ्नो शरीरको पनि ख्याल राख्नु होला कृपया। दशा लागेको बेलामा चाहिँ मेरो जस्तै अवस्था हुनसक्छ। अहिले चाहिँ म टोटल्ली 12-15 दिन चाहिँ बेड रेस्टमा छु। आज चाहिँ धेरै नयाँ प्र्याक्टिस हुँदै थियो र यसो हेर्न जाऊँ भनेर चाहिँ आएको हो म खासमा। भिडियो चाहिँ के कस्तो छ यसो हेरेर चाहिँ प्रतिक्रिया छोडिदिनु होला है कमेन्टमा। परदेशमा रहेर पनि भलिबल क्षेत्रलाई माया गर्नुहुने दर्शक महानुभाव, खेल प्रेमी दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल पण्डप खत्री सब्सक्राइब गरेर साथ र सहयोग गरिदिनु होला। म यही भिडियो मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु। गेम चाहिँ भोलि चिबामा हुँदैछ है। भोलिको खेल 11औं सिल्भर रनिङ कप, जस अन्तर्गत गोला मार्फत टाइसिट पनि छुट्याइसकेको छ। पोल पनि गलकोट स्पोर्ट्स क्लब, गलकोट समाज जापान, हिरो स्पोर्ट्स, बागलुङ समाज जापान एक पोलमा हुनुहुन्छ भने दुई पोलमा घुम्बुल परिवार, चिवा गाइज, नारिता गाइज, यस्तै गरेर 4 टिम, टोटल 8 टिमको सहभागिता रहेको छ उक्त प्रतियोगितामा। राम्रो सर्भिस छ है। ल है प्र्याक्टिस म्याच सुरु भयो। 4 जनाको सर्भिस बल जालीमा, फाइदा मिन अशोकको समूहलाई। के 3-0